सोचेकै थिइनँ आज त्यति धेरै काम गरिन्छ भनेर। बिहान जोति सकेर पनि दिउँसो कोदो रोपी भ्याएँ। बिहान बिहानै मुखसुक धोएर ब्रस गरेर लाग्नुपर्ने हुन्छ गोरु लिनु। यसरी बिहानै उठेर गोरु लिनु जाँदा पर्दा त झ्यावै लाग्ने भन्ने। गोरु धनीको घर पुगेर पनि दाजु अगाडि तान्दै पथारीबाट म लखेट्दै गोरु ल्याए। गोरु चाहिँ दाजुलाई जोत्नु लगाएर म चाहिँ चल्नु पर्ने हुन्छ घाँस काट्नु। घाँस पनि आज चाहिँ रुख घाँस काट्न पाइने भयो। जहिले यस्तै रुख घाँस मात्र झार्न पाए त क्या मजा हुने। रुखको घाँस काट्नु पाउँदा त क्या मजा हुने, एक भारी त एकैछिनमा। म जस्तो भुलकर त कोही छैन होला। घाँसको भारी बाँधिसक्दा पो देखि एउटा रुख त झारेकै रहेनछ। एक भारी चाहिँ बोकेर आए गोठतिर। घर आएको दिदी त मस्त तरिकामा मुर्गी काट्दै रहेछ। अनि चाहिँ चिया खाएर लाग्नु पर्ने हुन्छ कोदोको बिउ ओसार्नु। मम्मी बाबाले चाहिँ हिजो कोदोको बिउ उखाली भ्याइन नि त, त्यही भएर आज पनि उखाल्दै। म भने यता कोदोको बिउ डोकोमा लाउँदै ओसार्दै। कोदोको बिउ त मम्मी बाबाले मात्र नभएर दाजुलाई पनि पो उखाल्न लगाइयो। म भने छेउ आइज र भित्ता आइज भन्दै जोत्नु पर्ने हुन्छ। जोति सकाएर चाहिँ गोरुलाई पनि खोले पानी खिलाएर चाहिँ डाँडामा लगेर घाँस च्याप्नु लाउँदै हामी पनि खानु पर्ने हुन्छ। अनि चाहिँ आजको काम भनेको कोदो रोपाई। उहाँहरू फाल्टो देख्नु भएको बोजू र बडी हो। यो थोप्रालाई त चिन्दै भए होला। मास्लो गरा सकाएर चाहिँ तल्लो गराको पनि झारहरू फ्याँक्नु पर्ने हुन्छ। छिट्टो छिट्टो मेलो बनाइसकेर बस्नुको मजा नै छुट्टै छ क्या। आज चाहिँ कोदो रोपाइ सकेर भ्याइसक्यौँ, आधी गरा चाहिँ पुगेन बिउले। आजका लागि यति अब भेट्नु पर्ने हुन्छ भोलि। दिस मच फर टुडे, टाटा एन्ड बाई बाई।